हेलो एभ्रिवान माइसेल्फ असिम सिटौला थर्ड सेमेस्टर बिपिएच स्टुडेन्ट। सो केही टाइम यता चाहिँ मैले एनआइपिएच अनलाइन सी प्रिपेरेसन हबको बारेमा चाहिँ एडभर्टाइजमेन्ट गरिराखेको थिएँ र मैले एनआइपिएचको थ्रुबाट ग्रेड 11 र 12मा +2 साइन्स पढिराखेका स्टुडेन्टहरूको लागि सी प्रिपेरेसन फेज उनीहरूको चाहिँ सी प्रिपेरेसन फेजमा सजिलो होस् भनेर चाहिँ मैले अनलाइन सी प्रिपेरेसन क्लास चाहिँ लन्च गरेको छु र यो दौरानमा चाहिँ मैले मेरो सोसियल मिडिया प्लेटफर्महरू प्लस फिजिकली नै डिफ्रेन्ट +2 कलेजहरूमा चाहिँ प्रेजेन्ट भएर मैले यो एनआइपिएचको अनलाइन सी प्रिपेरेसनको बारेमा चाहिँ एडभोकेसी गरिराखेको थिएँ। सो यसरी मैले फिजिकल्ली स्टुडेन्टहरूसँग इन्टरेक्सन गर्दा अनि केही स्टुडेन्टहरूले चाहिँ मेरो फेसबुक पेजमा मलाई गरेको म्यासेजहरू मार्फत मैले पाएको एउटा कमन क्वेसन भनेको चाहिँ के छ भने, दाइ हामीले ग्रेड 11 12देखि नै के अरे यता प्रि मेडिकल क्लास स्टार्ट गऱ्यौँ भने यो कतिको एफेक्टिभ हुन्छ र प्लस हामीले ग्रेड 11 12 पछि सी जोड्ने स्टार्ट गर्दाखेरि यसले कतिको एफेक्टिभ पार्छ, कतिको सजिलो चाहिँ हुन्छ भनेर क्वेसन पाएको थिएँ। सो आजको यो भिडियोमा चाहिँ म यही क्वेसनसँग रिलेटेड एन्सरहरू चाहिँ एक्सप्लेन गर्दैछु। सो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुहोला र जो मेरो च्यानलमा नयाँ हुनुहुन्छ उहाँहरूले चाहिँ च्यानललाई सब्सक्राइब गरेर प्लस सँगै रहेको बेल आइकनलाई प्रेस गरेर मेरो भिडियोहरूको बारेमा चाहिँ अपडेटेड भइराख्न सक्नुहुन्छ। नाउ ब्याक टु टपिक र आजको हाम्रो टपिक रहेको छ विशेष गरी ग्रेड 11 र 12मा साइन्स फ्याकल्टी लिगेर बायोलोजी पढिराखेका विद्यार्थीहरूका लागि प्रि मेडिकल क्लास किन आवश्यक छ त? यदि तिमीहरू चाहिँ भोलि +2 पछि चाहिँ बिएससी नर्सिङ, बिपिएच, फार्मेसी तथा अन्य हेल्थ साइन्स रिलेटेड कोर्सहरूमा चाहिँ आफ्नो क्यारियर डेभलप गर्न चाहनुहुन्छ भने चाहिँ यो भिडियो तपाईँहरूको लागि नै हो। सो हाम्रो समाजमा एउटा के थिङ्किङ छ भने प्यारेन्ट्स प्लस स्टुडेन्टको क्या, पहिला चाहिँ हामीले जे गरिराखेको छौँ नि त्यो गर्नुपर्छ क्या। जस्तै तिमीहरूले अहिले ग्रेड 11 12 पढिराखेका छौ नि त। सो प्यारेन्ट्सहरूको थिङ्किङ के हुन्छ भने पहिला ग्रेड 11 र 12मा तिमीहरूले राम्रो मार्क्स लिएर आऊ है, त्यस पश्चातको टाइम भनेको त छँदैछ, तिमीहरूले जे गर्न पनि सक्छौ, 12 पछि त फ्री हुन्छ भन्ने यसरी लिगिराखेका हुन्छौ क्या। सो स्टुडेन्टहरूले पनि त्यही माइन्डसेट फलो गरिराखेका हुन्छन् र उनीहरू होइन ग्रेड 11 12मा राम्रो मार्क्स कसरी लिएर आउने भनेर सोचिराखेका हुन्छन्, पढिराखेका हुन्छन्। यसरी यो दौरानमा राम्रो मार्क्स लिएर आउने भनेर पढिराख्दाखेरि उनीहरूले फिजिक्सको डेरिभेसन, केमिस्ट्रीको रियाक्सन, बायोलोजीको प्रोसेस सकेसम्म बुझ्न प्र्याक्टिस खोज्छन् र नबुझेको कुराहरू छन् नि उनीहरूले रट्टा मारिदिन्छन् क्या। रट्टा मारेर भए पनि यता ग्रेड 12मा राम्रो मार्क्स लिएर आउन ट्राई गर्छन्। सो मेरो एक्सपिरियन्स सेयर गर्नुपर्दा मेरो एक्सपिरियन्स नै यही थियो। मेरो प्यारेन्ट्सहरूले पनि मलाई होइन जे गर्नु छ ग्रेड 12 पछि गर्नुपर्छ, अहिलेको लागि चाहिँ ग्रेड 12मा राम्रो मार्क्स चाहियो, राम्रो मार्क्स लिएर आउनुपर्छ भन्ने टाइपको फिलिङ उहाँहरूले एक्सप्रेस गर्नुभएको थियो। सो मैले पनि यही वेले प्रिपेरेसन गरिराखेको थिएँ कि मैले भनेको थिएँ नि, सकेसम्म बुझ्ने, प्र्याक्टिस गर्ने, नबुझे पनि रट्टा मारिदिने क्या। जस्तै अब हाम्रो त ग्रेड 11 12मा फिजिक्स, केमिस्ट्री, बायोलोजीमा 11 मार्क्सको एमसिक्यू आउँथ्यो नि त। सो त्यो एमसिक्यू चाहिँ म के गर्थेँ भने एमसिक्यू त हो नि होइन, त्यो 5-7वटा के अरे 11वटा एमसिक्यूमा हामीले अन्दाजको भरमा टिक लगाइदिउँ भने पनि 5-7वटा मिलिहाल्छ, यता नेगेटिभ मार्किङ हुँदैन भनेर त्यो तरिकाले लेख्थेँ क्या। म कहिले अब्जेक्टिभ बेसमा पढिनँ, जहिले सब्जेक्टिभलाई नै फोकस गरिरहेँ क्या। जहिले अनुमानको भरमा चाहिँ मैले एमसिक्यूहरू टिक लगाइराखेँ होइन। सो यसरी लङ क्वेसनका डेरिभेसन र थ्योरीहरू मात्र रट्टा मारेर परीक्षा दिन जान्थेँ। त्यस बेला मलाई मेरो पढाइ ठिक लाग्थ्यो क्या। तर पछि आएर जब मैले सी प्रिपेरेसन सुरु गरेँ नि, तब मैले बल्ल महसुस गरेँ कि मेरो लर्निङ एप्रोच नै गलत थियो। सो अब किन गलत थियो त भन्दाखेरि ग्रेड 11 12मा चाहिँ हाम्रो अलि मार्क्स कम आओस् केही फरक पर्दैन क्या, केही फरक पर्दैन त्यसले होइन। जस्ट पास भएर जे होस् एभरेज मार्क्स लिएर आउनु सक्नु पऱ्यो, राम्रै मार्क्स लिएर आउनु सक्नु पऱ्यो भनौँ होइन। तर तिमीहरूले चाहिँ ग्रेड 12मा राम्रो मार्क्स लिएर आएको छौ होइन, तर कन्सेप्टै नबुझी होइन रट्टा मारेको भरमा अथवा घोकेको भरमा तिमीहरू आएको छौ भने चाहिँ
म 100% ग्यारेन्टीको साथ भन्न सक्छु कि तिमीहरूलाई सी प्रिपेरेसन फेजमा चाहिँ हल्का डिफिकल्टिजहरू अराइज हुन्छ। यो मैले त्यसै भनिराखेको छैन, यो मैले पर्सनल्ली फेस गरेको कुरा हो। किनभने मैले ग्रेड 12 त राम्रो गरेँ होइन, यता रट्टा मारेर भए पनि राम्रो गरेर आएँ नि त। तर सी भनेको त रट्टा मारेको भरमा मात्र हुँदैन होइन। यहाँ हामीसँग कन्सेप्ट चाहिन्छ, लोजिक चाहिन्छ, टेक्निक चाहिन्छ, सबै कुराहरूले डिटरमाइन गर्छ क्या, नलेज मात्र भएर हुँदैन नि त। यो एउटा कम्पिटेटिभ इक्जाम हो होइन। हामीले बुझेर पढ्नुपर्छ प्लस सब्जेक्टिभमा होइन अब होइन। हामी सीमा त अब्जेक्टिभ बेस्ड लर्निङमा चाहिँ फोकस भएर पढ्नुपर्छ नि त। त्यसैले कन्सेप्ट राम्रोसँग बुझेको विद्यार्थीहरूले जस्तोसुकै हार्ड एमसिक्यू पनि सल्भ गर्न सक्छौँ क्या स्टार्टिङ फेजमै। तर रट्टा मारेको स्टुडेन्टको केसमा चाहिँ अलि डिफिकल्ट हुनसक्छ। मैले गर्नै सक्दैन भन्न खोजेको होइन, किनभने मन त्यही फेजबाट आएको हो होइन। गर्न सकिन्छ तर हल्का टाइम लाग्छ भन्ने कुरा मात्र हो। सो अब सी वास्तवमा कस्तो परीक्षा हो त? सी केवल तिमीहरूको नलेज डिटरमाइन गर्ने इक्जाम होइन क्या। यो तिमीहरूको कन्सेप्ट, क्ल्यारिटी, सोच्न सक्ने क्षमता, टाइम म्यानेजमेन्ट, स्पिड, एक्युरेसी सबै कुराहरू चाहिँ डिटरमाइन गर्ने इक्जाम हो। सीमा तिमीसँग मैले अघि भने जस्तो नलेज मात्र भएर काम छैन क्या, तिमीहरूसँग टेक्निक हुनुपर्छ है। जति सक्दो छिटो, छरितो र सजिलो तरिकाले तिमीहरूले एमसिक्यूलाई ट्याकल गर्न सक्छौ नि, हो त्यो नै सही लर्निङ प्लेटफर्म हो सीईको लागि। त्यसैले सी प्रिपेरेसन भनेको एउटा स्मार्ट प्रिपेरेसन हो, जहाँ कन्सेप्ट र टेक्निक दुइटै इक्वली इम्पोर्टेन्ट हुन्छ। कन्सेप्ट र टेक्निक भनेको सी इक्जामको लागि चाहिँ एउटा रथको दुईवटा पाङ्ग्रा बराबर हो क्या। सो अब प्री मेडिकल क्लास किन ग्रेड 11-12मै आवश्यक छ, किन ग्रेड 11-12मै सुरु गर्नुपर्छ भन्ने कुरा चाहिँ मैले गेन गरेको एक्सपिरियन्सको आधारमा फुल एक्सप्लानेसनसहित म रिजनहरू चाहिँ तिमीहरूलाई दिँदैछु। सो पहिलो कारण रहेको छ, यसले तपाईँहरूको बेस्ट बलियो बनाउँछ क्या। ग्रेड 11-12मै बोर्ड र सी दुवैलाई ध्यानमा राखेर पढ्न थालेपछि फिजिक्स, केमिस्ट्री, बायोलोजीको फाउन्डेसनहरू तिमीहरूको निकै स्ट्रङ भइसकेको हुन्छ क्या। तिमीहरूले सीईलाई मजाले ग्रेड 11-12मै बुझिसकेको हुन्छौ, फाउन्डेसन स्ट्रङ भइसकेको हुन्छ तिमीहरूको। सो दोस्रो कारण भनेको चाहिँ यसले एमसिक्यू स्लभिङको डर हटाउँछ। कसरी सल्भ गर्ने होला होइन, अनि त्यसपछि गएर भन्ने त्यो डर हुन्छ नि त, त्यो हटाइदिन्छ। अनि अर्को भनेको चाहिँ अनुमानको भरमा होइन, लोजिक र कन्सेप्ट युज गरेर तिमीहरूले यता एमसिक्यूहरू सल्भ गर्न सक्छौ क्या। र यसरी सल्भ गर्दाखेरि तिमीले लोजिक र कन्सेप्ट युज गरेर सल्भ गऱ्यौ भने तिमीहरूको कन्फिडेन्स नै छुट्टै हुन्छ क्या होइन। एउटा कन्सेप्ट युज गरेर एउटा हार्ड मानिएको एमसिक्यू होइन, जस्तै फिजिक्सको एउटा न्युमेरिकल एमसिक्यू तिमीहरूले सल्भ गऱ्यौ भने यार सानै छुट्टी हुन्छ नि होइन। मैले गरेँ होइन, कन्सेप्ट युज गरेर सर्ट वेमा टेक्निक बेस्ड भएर मैले एमसिक्यूको एन्सर मिलाइदिएँ भन्ने तिमीहरूको सानै छुट्टी हुन्छ क्या त्यति बेला। अर्को तेस्रो कारण भनेको चाहिँ यसले भविष्यको प्रेसर घटाइदिन्छ क्या। किनभने ग्रेड 11-12मै तिमीहरूले सीईको सिलेबस राम्रोसँग बुझ्यौ भने सीई पछि प्रिपेरेसन गर्न जाँदा त तिमीहरूले सिलेबस राम्रोसँग बुझिसकेको हुन्छ। तिमीहरू कम्पिटिटिभ माइन्डमा इन्टर गरिसकेको हुन्छ होइन। त्यसपछि गएर कसरी हुन्छ राम्रो मार्क्स लिएर आउने भन्नतर्फ तिमीहरू लागिसकेको हुन्छौ क्या। तर तिमीहरू चाहिँ ग्रेड 12 पछि सी प्रिपेरेसनको सिलेबसहरू हेर्न थाल्यौ भने, बल्ल सीईलाई बुझ्न थाल्यौ भने तिमीसँगैको साथीले चाहिँ मक टेस्टमा 100 मार्क्स कटाइसकेको हुन्छ, तिमी चाहिँ हल्का पछि पढ्छौ क्या। तिमीहरूलाई बुझ्न टाइम एकछिन लाग्छ, बुझ्नै नसक्ने भन्ने हुँदैन हेर होइन। बुझ्न सक्छौ होइन सी सिलेबस होइन। अनि त्यसपछि बट त्यसको लागि चाहिँ हल्का टाइम चाहिँ एक्स्ट्रा टाइम लाग्छ। प्री मेडिकल क्लास लिगेको र नलिगेकोमा डिफ्रेन्ट चाहिँ यहाँ पनि रहन्छ। सो बोर्ड परीक्षा र सी प्रिपेरेसनको चाहिँ डिफ्रेन्ट के छ त? सो अब ग्रेड 12को बोर्ड परीक्षामा तिमीहरूले प्रेजेन्टेसन वेमा क्या, थ्योरीमा बेस्ट भएर लेख्नुपर्छ होइन। जस्तै तिमीहरूले कुनै एउटा डेरिभेसन गर्दैछौ भने फिजिक्सको तिमीहरूले गिभनदेखि लिएर विनोड्याटदेखि लिएर हरेक प्रोसेसहरू होइन देखि लिएर लास्टमा कन्क्लुजनसम्मै तिमीहरूले लेख्नुपर्ने हुन्छ। तर सीईमा त यो होइन नि त, सीई मात्र टिक लगाउने हो होइन, टिक लगाउने नै होइन, ओएमआरमा बबलिङ गर्ने हो एउटा करेक्ट एन्सर सल्भ गरेर। तर त्यो क्वेसन सल्भ गर्नको लागि, त्यो एमसिक्यू सल्भ गर्नको लागि तिमीहरूसँग कन्सेप्ट, स्पिड, एक्युरेसी सबै चाहिन्छ। त्यसले बोर्डको तयारी। सो
यसरी अब्जेक्टिभ बेसमा पढिराख्दाखेरि तिमीहरूलाई दुईवटा फाइदा हुने भयो क्या। एउटा बोर्डमा पनि सजिलो हुने भयो होइन, यता ग्रेड 11-12को। अनि अर्को भनेको चाहिँ सिईको क्र्याक गर्नतर्फ तिमीहरू अग्रसर हुने भयो क्या। सिईको प्रिपेरेसन फेज तिमीहरूको लागि पहिल्यै सजिलो बनाइदिने भयो क्या। सो अर्को रह्यो ग्रेड 11-12मा पढ्दै हुनुहुन्छ भने तपाईँहरूले आजै सही निर्णय लिनुहोस् क्या। आजै सुरु गरिएको सही तयारीले तपाईँको आउने धेरै वर्षको भविष्य निर्धारण गर्छ। कन्सेप्टमा ध्यान दिएर सही गाइडेन्सका साथ तयारी गरियो भने सिई केवल कठिन परीक्षा होइन, जित्न सकिने लक्ष्य बन्न सक्छ। सो अब तपाईँहरूकै लागि एनआइपिएच अनलाइन सी प्रिपेरेसन हबले चाहिँ विशेष गरी तपाईँहरू भन्नाले विशेष गरी ग्रेड 11-12का विद्यार्थीहरूका लागि चाहिँ प्री मेडिकल अनलाइन क्लास चाहिँ सुरु गर्दैछ। यो क्लास तपाईँहरूले घरमै बसेर अनलाइन माध्यमबाट जोइन गर्न सक्नुहुन्छ। यस क्लास मार्फत तपाईँहरूले ग्रेड 11, ग्रेड 12 र सिईको तयारी सँगसँगै अल्टरनेटली रूपमा चाहिँ तिमीहरूले प्रिपेरेसन गर्न सक्छौ। ग्रेड 11-12 सिई सबैको है। सो यसका साथै हेल्थ एन्ड मेडिकल साइन्समा अध्ययन गरिराखेका सिनियरहरूसँग इन्टरएक्सन सेसन पनि हामीले अर्गनाइज गरिराखेका हुन्छौँ, जहाँ चाहिँ तिमीहरूले सिनियरहरूको इक्जाम के अरे सी प्रिपेरेसन फेजदेखि लिएर इक्जाम प्रेसर अनि त्यसपछि गएर अहिले युनिभर्सिटी लाइफको अनुभव सबै सेयर गर्ने सेसन हुन्छ, जहाँ चाहिँ तिमीहरूले एक्सपिरियन्स गेन गर्न सक्छौ सिनियरहरूको थ्रुबाट। सो एनआइपिएचमा एडमिसन गरिसके पश्चात सी प्रिपेरेसनमा मात्र होइन, सी पछिको एडमिसन प्रोसेस, कोर्स सेलेक्सन, युनिभर्सिटीको प्रायोरिटी सेटिङ जस्ता सबै चरणहरूमा तिमीहरूलाई एनआइपिएचले गाइडेन्स प्रदान गर्नेछ। र एनआइपिएच फ्यामिलीमा जोइन गरिसके पश्चात तिमीहरूले चाहिँ लाइफ टाइम सपोर्ट पनि पाउन सक्छौ। सो लास्टमा म के भन्न चाहन्छु भने सी प्रिपेरेसन ढिलो सुरु गर्नु कुनै गल्ती होइन। ढिलो सुरु गर्दा केही एफेक्ट हुँदैन क्या, गल्ती हुँदैन। तर सही समयमा सुरु नगर्नु ठुलो अवसर चाहिँ गुमाउनु हो होइन। तिमीहरूले आजै सुरु गरेनौ भने त गल्ती त भएन, तर केही न केही चाहिँ तिमीहरूले अवसर चाहिँ गुमाइराखेका हुन्छौ। यदि तिमीहरू चाहिँ मेडिकल अथवा हेल्थ साइन्स क्षेत्रमा भविष्य देख्दै छौ भने आजै सही कदम चाहिँ तिमीहरूले चाल्नुपर्छ। प्री मेडिकल क्लास विथ एनआइपिएचमा जोइन गरेर आफ्नो सी प्रिपेरेसनलाई अझ प्रभावकारी, कन्फिडेन्ट र व्यवस्थित गर्न गर्नुहोस् होइन। सी प्रिपेरेसनको लागि आजैदेखि सी बेसमा तिमीहरूले लर्निङ सुरु गर होइन। अनि त्यसपछि गएर एनआइपिएचको प्री मेडिकल क्लास पनि यदि तिमीहरू इन्ट्रेस्टेड छौ, फ्री छौ भने चाहिँ जोइन गर्न सक्छौ। र आजको भिडियो चाहिँ तिमीहरूलाई कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला। र मेरो युट्युब च्यानल स्टोरिज अफ मिस्टर सिटौलालाई चाहिँ सब्सक्राइब गरेर नजिकैको बेल आइकन प्रेस गरेर अपडेटेड रहन सक्छौ। साथै तिमीहरूलाई चाहिँ सी रिलेटेड केही पनि क्वाइरिजहरू छन् भने चाहिँ फिल फ्री टु म्यासेज मी थ्रु माई फेसबुक पेज स्टोरिज अफ मिस्टर सिटौला। आजको लागि चाहिँ यति नै। हस्त, धन्यवाद।